फेसबुकमा लाइभ आएर एक युवकले गरे आत्महत्या। मलाई चोरीको मुद्दा लगाउने, मलाई बलात्कारको आरोप लगाउने, सहमतिमा जाने, आफै बस्न जाउँ भन्ने, मेरो कोठामा मेरो भाउजूहरू आउनुहुन्छ, मेरो आमा आउनुहुन्छ, जाउँ होटलमा भनेर मलाई होटलमा लग्ने, मलाई बलात्कारको केसमा लगाएर फसाउने, त्यस पछाडि बारम्बार मसँग यस्तो होइन भनेर पैसाको बार्गेनिङ गर्ने, आमा छोरी कोठामा बसेर पैसाको बार्गेनिङ गर्ने, मसँग पैसाको बार्गेनिङ गर्यो, मलाई बोलाइयो। सुनिश्चित तरिकाले ऊ काठमाडौँ आफ्नो ससुराको उपचारको लागि गएको थियो। म अदालतमा जे हुन्छ भनेर गइरहेको थिएँ। ल ठिक छ, उसले यदि साँचो माया गरेको हो भने मेरो मैले गल्ती नगरेकै म किन सजाय पाउने त? ठिक छ, उसले म त्यही न्यायाधीश पुगिँदैन त भन्ने मैले आफूले पहल गरेँ। उसले मसँग आएर उसकी आमाले र उसले मलाई कोठामा बार्गेनिङ गरियो, पैसाको बार्गेनिङ गरियो। मसँग पैसा छैन, म मर्नुपर्ने बाध्य भयो। कोहलपुरमा कुनै समय डिभाइन डिस होटल सञ्चालन गरेका दैलेख घर भई लामो समयदेखि कोहलपुरमै व्यवसाय गर्दै आएका वीरेन्द्र साई सुर्खेतको जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। शाहीले फेसबुकमा लाइभ गर्दै आफूले आत्महत्या गर्न लागेको कुरा बताएको र सोही लगत्तै सुर्खेतको जंगलमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा आवश्यक अनुसन्धान जारी छ। परिवार, साथीभाइ र कोहलपुरका व्यवसायी समुदाय घटनाबाट स्तब्ध बनेका छन्। आज मेरो मृत्यु हुँदैछ। म पूजा शर्माको लागि, पूजा अधिकारीको लागि मर्दैछु।